मलाई 3-4 दिनदेखि सन्चो छैन नि त, त्यसैले मैले रेगुलर काममा जान र भिडियोहरू नै बनाउन पाएको छैन। सो हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि हल्का सन्चो छैन। सधैँ चाहिँ बिहानै उठेर आज पनि आफ्नो कामतर्फ लाग्यो र जाँदा जाँदै उहाँ दिदीहरूले चाहिँ आफूलाई चाहिने सामानहरू लिनुभयो र उहाँ दिदीहरूले चाहिँ सामान लिइसकेपछि साँझ पख चाहिँ मैले चिया र मकै नास्ता गरेँ। मेरो चाहिँ खाजा नै यही हुन्छ डेली रुटिनमै। अनि फेरि दिउँसो खाजा खाइसकेपछि नै उहाँ दिदीहरू आएर उहाँलाई सामानहरू चुज गर्नुभयो र म चाहिँ फ्री टाइममा यसो बसिरहेको थिएँ र साँझ पख पनि कस्टमरहरू आइरहनु भएको थियो। उहाँलाई धेरै धेरै धन्यवाद। र उहाँ नानी पनि स्कुलबाट ठ्याक्क फर्केछन् अनि मसँग खेल्यौँ र साँझ चाहिँ म आज अलिक छिटै रुम फर्क्यौँ किनकि मलाई चाहिँ सन्चो छैन। त्यही भएर रुममा आइसकेपछि मैले चाहिँ यो बेसार र तातो पानी तताएर खाएको। पहिलो सुरुमा त यस्तो तितो भएको थियो, मिठै लागेको थिएन, पछि चाहिँ मिठै लाग्यो। अनि औषधि त हो, सो औषधि खाइसकेपछि आधा घन्टा जति सुत्यौँ र उठेर फेरि यो भोक लागिरहेको थियो, आलु भुटेर खान थाल्यौँ र हल्का सन्चो भए जस्तो लागिरहेको थियो औषधि सौषधि खाएर र फ्रेस भयौँ। थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल, बाई बाई, नेक्स्ट भिडियोमा भेट।